ललितपुर महानगरपालिका वडा नं 19 को आयोजनामा आज बिहान त बहाल क्षेत्रमा विशेष सरसफाई अभियान सफलतापूर्वक सम्पन्न गरिएको छ। स्थानीय बासिन्दा, विद्यार्थी, प्रहरी तथा नगरपालिकाका सरसफाई कर्मचारीहरूको सक्रिय सहकार्यका कारण अभियान अत्यन्त प्रभावकारी बनेको हो। आज मङ्सिर 8 गते अस्ति हामीले सरसफाईको आह्वान गरेको अवस्थामा चाहिँ आज सम्पूर्ण वडावासी, हाम्रो नगर प्रहरी बल, सरसफाई शाखा, तोलसार समितिहरू, विद्यार्थीहरू सम्पूर्णले चाहिँ आज यस सरसफाई कार्यक्रममा उपस्थिति भएर हाम्रो जुन आह्वानलाई चाहिँ सार रूपमा स्वीकारेर चाहिँ वातावरण सुधार र सरसफाइमा चाहिँ उहाँहरूले योगदान दिनुभयो। त्यसलाई चाहिँ सबैभन्दा पहिला चाहिँ धन्यवाद व्यक्त गर्न चाहे र यो चाहिँ हाम्रो निरन्तर नै सरसफाई कार्यक्रम भइरहेको थियो र आज चाहिँ हामीले विशेष मच्छिन्द्र सहकालको देवता मच्छिन्द्रनाथ 19 वडाको तहबालमा विराजमान हुने 10 गतेको उपलक्ष्यमा चाहिँ बृहत हामीले यो चाहिँ सरसफाई कार्यक्रम गरेका छौँ। समुदायको सीधा सहभागिता देखिएको यस अभियानले आगामी धार्मिक तथा सांस्कृतिक क्रियाकलापलाई स्वागतयोग्य वातावरण बनाउन मद्दत पुर्याएको छ। मच्छिन्द्र बहालमा आज वडा नम्बर 19 ले सरसफाई अभियान सुरु गर्दैछ। हामीले वर्षैपछि मच्छिन्द्रनाथ ल्याउन अगाडि यो पूर्ण रूपमा सरसफाई कार्यक्रम सञ्चालन गर्छौं। आज पनि हाम्रो सरसफाई अभियान बिहान 7:30 बजेदेखि नै सुरु भइसकेको छ। यो सम्पदा क्षेत्रमा मात्रै होइन, कहिलेकाहीँ मात्रै होइन, रेगुलर रूपमै सबैले हाम्रो महानगर, हाम्रो टोल, हाम्रो सम्पदाको बस्तीहरू सफा गर्न अत्यन्त जरुरी छ। मुख्य कुरा त अहिले फोहोर भनेकै हामीले फोहोर सफा गर्दाखेरि प्लास्टिकले गरेर धेरै फोहोरहरू बढिरहेको जस्तो हामीलाई महसुस भएको छ। त्यसकारण प्रत्येक नागरिकले नै आफूले कन्ज्युम गरेको फोहोरहरू सकेसम्म व्यवस्थित गरेर कि आफ्नो ठाउँमा राख्नु कि संकलन गर्न आउने गाडीमा मात्रै फ्याल्नु होला, किनभने जथाभावी फोहोर फ्यालेर, प्लास्टिक फ्यालेर सम्पदादेखि लिएर हामी हाम्रा बालबालिकाको भविष्य नै अन्धकार बनाउँदैछौँ, पृथ्वीकै भविष्य अन्धकार बनाउँदैछौँ। त्यसकारण यो सम्पदाको मात्रै होइन, सिङ्गो महानगरलाई हामीले हरियो महानगर र सफा महानगर बनाउन चाहन्छौँ। सम्पदालाई हामी सबैले माया गर्छौँ, त्यसकारण सम्पदा सफा गर्दाखेरि सबै आउनुहुन्छ। यसरी नै आफ्नो टोल, आफ्नो घर अगाडि, घरभित्र मात्रै होइन, घरको बाहिर पनि सफा राख्ने गर्यौं भने पक्कै पनि हाम्रो सिङ्गो शहर नै सफा हुन सक्छ। त्यसकारण मच्छिन्द्रनाथको आगमन मच्छिन्द्र बहालमा हुँदैछ केही दिनमै। त्यसकारण सबै मिलेर आफ्नो टोल, आफ्नो सम्पदाको क्षेत्र, आफ्नो बस्ती सफा राखौं। यो सफाई अभियान निरन्तर रूपमा चल्नुपर्छ, किनभने फोहोर गर्ने पनि हामी नै हो, सफा पनि हामीले गर्यौं भने पक्कै पनि हाम्रो शहरलाई सधैँ सफा राख्न सक्छौं। कार्यक्रममा ममत पुलिस, ललितपुर प्रहरी, नगरपालिकाका सरसफाई कर्मचारी, स्थानीय समुदाय, विभिन्न मा पूजा तथा विद्यालयका विद्यार्थीहरू उल्लेखनीय रूपमा सहभागी बने। यो एउटा स्टुडेन्ट विद्यार्थीको नि भूमिका हो सरसफाई गर्ने, त्यसैले आज हामी पोस स्कुलबाट यहाँ उपस्थित भएका छौँ। कस बुधबार बुन्डे आयो ज्या ठाउँ चाहिँ सरसफाई कार्यक्रम आयो 19 वडा यो आयोजना जिबी चाहिँ बठे इबाननी मिस पुचाउन ख श्री मच्छिन्द्र आमा समूह न चाहिँ ग्वालियोको ठाउँ सरसफाई यो लागि वयाचनो हरेक वर्ष ठेयाना वयाचनो ख जय हुनु दिने। सांस्कृतिक सम्पदा संरक्षण प्रति स्थानीय तहले देखाएको यस्तो अग्रसरताले समुदायको चेतना र सहकार्यलाई अझ मजबुत बनाएको देखिन्छ। मङ्सिर 10 गते सम्पूर्ण नगरवासी, वडावासी लगायत चाहिँ देशका जनताहरूलाई चाहिँ 19 वडामा चाहिँ मच्छिन्द्रनाथ विराजमान हुन शुभ दिन साइडमा चाहिँ शुभ दिनलाई चाहिँ सबै धर्मावलम्बीहरूलाई चाहिँ यहाँ उपस्थित भएर दर्शन गरिदिनु हुन पनि मैले विनम्र अनुरोध गरेँ। जजोलोपा, नमस्ते।